बुटवलको पारदेशिक अस्पताल लुम्बिनी पारदेशिक अस्पताल हो यो। अहिले कति तला त्यति त थाहा भएन मलाई है। तर यो अहिले बुटवलको मुटुमै अवस्थित यो अस्पताल बन्दैछ। यहाँबाट देख्न सक्नुहुन्छ यो बन्न लागेको अस्पताल हो लुम्बिनी पारदेशिक अस्पताल। यहाँबाट सरल देखिने है। अरू ठाउँहरूमा हजुरलाई देखाउँदै जानेछु। हेर्नुहोस् यो हो हिल पार्क। हिल पार्क भनेको बिहान जस्तो मर्निङ या इभिनिङ टाइममा मान्छेहरू मर्निङ वाक इभिनिङ वाकमा गइरहेको हुन्छ। यो हो देखिने हिल पार्क है। बुटवलको नजिक रहेको एउटा पहाड जस्तो के भनौँ अब, तराईमा पहाडै भनौँ, जङ्गलमा अवस्थित रहेको एउटा सानो नजिकबाट पुग्न सकिन्छ भन्ने खालको चाहिँ पहाड चाहिँ हिल पार्क हो। पार्क भनौँ, हिल पार्क यो देख्न सक्नुहुन्छ। त्यसै गरी अब म तपाईँहरूलाई देखाउँछु यो बुटवलको यस्तो यो गोल पार्कबाट माथिल्लो भेगमा त्यति सुरक्षित छैन। त्यो डाँडाले गर्दा भनेर भन्नेहरूलाई लागि चाहिँ यही हो, यो डाँडो हो है। यो चाहिँ कतिखेर के हुन्छ भन्ने खालको, किन भन्दा आफै तल भत्किँदै भत्किँदै तल झरिरहेको देखिन्छ। यो यो चाहिँ गोल पार्क सुरक्षित छैन भन्नेहरूको लागि चाहिँ यही हो, यो डाँडोले गर्दाखेरि गोल पार्क सुरक्षित छैन भन्न खोजा हो। सबैले देख्न सक्नुहुन्छ पारिपट्टि देखिने त्यही डाँडो हो है योबाट। त्यसपछि यो त्यो खोजमा हुने जस्तो यो खोजमा चाहिँ हजुरको सिद्ध बाबा र पाल्पा पोखरा जाने बाटो हो यो। सिद्ध बाबा मन्दिर त्यही खोजमा पर्छ र त्यहाँबाट केबुल कार चढेर माथि यो माथि डाँडामा देखिने एउटा यो तलको केबुल कारबाट सिधै यो माथिको डाँडामा देखिने म तपाईँलाई देखाउँदैछु। यो माथि डाँडामा देखिन्छ नि त्यो पल्लो डाँडो, त्यो डाँडामा देखिने सम्म नुवाकोट भन्ने ठाउँ हो। त्यो नुवाकोटमा जान सकिन्छ त्यहाँबाट। यहाँबाट केबुल कार चढिन्छ यो तलबाट। यो सेतो यो हल्का सानो भवन देख्न सक्नुहुन्छ त्यो खोजमा, त्यो खोजबाट त्यहाँ जान सकिन्छ। र त्यसपछि बुटवलको नुवाकोटको केबुल कार भनेर चाहिँ चिनिन्छ। त्यसपछि अब आइसकेपछि यो डाँडो कटेर यता आइसकेपछि यो डाँडाको खोजमा एउटा मानवको हात यसो अगाडि बढाए जस्तो देखिन्छ यहाँबाट। त्यो चाहिँ हो नुवाकोट। बुटवलको नजिकबाट रहे आउने ठाउँ हो यो, जस्तो नुवाकोट त्यो देख्न सक्नुहुन्छ। यो डाँडो ठ्याक्कै यो डाँसी डाँडोमा साइडमा अहिले म देखाइरहेको छु त्यो ठाउँ हो। त्यसपछि यो ठाउँमा जानको लागि यताबाट यो डाँडै डाँडा भएर त्यहाँ जानुपर्ने हुन्छ। बेलबासबाट चाहिँ यसको गए बाटो है। मैले बुटवलको बारेमा हजुरहरूलाई जानकारी गराएँ। यो भिडियो हेरेर साथ दिनुहुनेलाई सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद।